हाई नमस्ते सबैजनालाई। म फेरि आइपुगेँ। आज मेरो खानामा एकदम सादा छ खाना। पालकको साग फ्राई गरेँ। म बिहान 6 बजे उठेर ड्युटी जान्छु। म आउँदा मेरो छोराले खाना रेडी गरेको थियो। मैले त्यही खाना प्लेटमा हालेर मैले भिडियो गराएँ आज। तपाईँहरूले सपोर्ट गरिदिनु होला। मेरो छोराले बनाएको खाना हो है यो। अनि सलादमा काँक्रो, हरियो धनियाँ, प्याज, अनि हरियो खुर्सानी, निम्बु, अनि अन्डा छ, टमाटरको अचार, हरियो धनियाँ हालेर बनाएको छु। अनि निम्बु भइहाल्यो। म खाना स्टार्ट गरेँ। अनि रातो दाल छ। रातो दालमा पनि पालकको सागै हालेर मेरो छोराले एकदम मिठो बनाएको छ है। हेरौँ कस्तो छ, मिठो छ कि कस्तो छ। वाह, एकदम चटनी त अचार त एकदम मिठो छ। एकदम खुसी लाग्छ है छोराछोरीले बनाएको खाना खाँदा। आजकल मेरो छोराको स्कुलको छुट्टी छ। छोराले पनि हेल्प गर्छ। साँच्चीकै गाइस एकदम मिठो छ खाना। एकदम भोक लागेर आएको थियो। आउने बित्तिकै खान पाइयो। प्याज चाहिँ यति पिरो प्याज हुन्छ यहाँको त साँच्ची नै खुर्सानी भन्दा पनि पिरो हुन्छ क्या। मेरो फेरि एउटा प्रब्लम छ। भोक लाग्यो भने एकदमै हात खुट्टा नै एकदम थरथर 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 हुन्छ क्या। घरमा जस्तो बनेको थियो त्यस्तै खाएर भिडियो हालेको छु गाइस। लाइक सब्सक्राइब गरेर मलाई सपोर्ट माया गर्नु होला।
उम्, मलाई त साह्रै मिठो भयो है। खाली पेटमा भोको पेटमा खाना पाएपछि मिठै लाग्छ होला। एकदम मिठो मिठो भयो। अचार त कति मिठो छ कति। सबै एकदम ट्याक्क मिलेको छ क्या गाई। पानी पनि पिए। देखिहाल्नुभयो मेरो खाना खत्म भयो। खत्म हो चुका है। मुझे लाइक सब्सक्राइब कीजिए आप लोग। एकदम सिंपल सादा खाना बट बहुत टेस्टी। ठीक है। थैंक यू सो मच। बाय बाय। मलाई हेरेर सपोर्ट गरिदिनु होला। ओके बाय।